पहिला ड्रोन अन गर्ने है, त्यसपछि हजुरहरूले रिमोटलाई अन गर्ने। रिमोट अन भइसकेपछि यो लेफ्ट ह्यान्ड साइडको जोयस्टिकलाई एकचोटि माथि एकचोटि तल गरेर छोडिदिने भने एकैचोटि यो दुईटै जोयस्टिकलाई सेन्सर क्यालिब्रेसनको लागि एकैचोटि यसरी भित्र कर्नरमा तान्ने। दुईचोटिसम्म हजुरहरूले तान्नुभयो भने हजुरको ड्रोन स्टेबल हुन्छ भने लेफ्ट ह्यान्ड साइडको जोयस्टिकलाई एकचोटि माथि थिचेपछि एक्टिभ हुन्छ। यही लेफ्ट ह्यान्ड साइडकै जोयस्टिकलाई हामीले बिस्तारै माथितिर लगेपछि यो चाहिँ माथितिर जान्छ। अब हजुरलाई कुन एङ्गलमा राख्न मन लाग्छ मजाले रिमोट छोडिदिने, केही गर्नु पर्दैन भने राइट ह्यान्ड साइडको जोयस्टिकको काम अगाडि पछाडि राइट लेफ्ट हो भने हजुरहरूले ल्यान्ड गर्नको लागि यही लेफ्ट ह्यान्ड साइडको जोयस्टिकलाई बिस्तारै तलतिर तान्ने। अनि क्यामेरा तलमाथि गर्नको लागि यहाँबाट गर्ने। धेरैजनाले चाहिँ हामीलाई F102 ड्रोन कसरी चलाउने हो एउटा भिडियो बनाएर पोस्ट गरिदिनु भन्नुभएको थियो। हजुरहरूको लागि चाहिँ यो भिडियो जसले ड्रोन लिनु भएको छ हामीले पठाएको भिडियो गर्दा पनि अझै जान्नु भएको छैन भने चाहिँ यो भिडियो हेरेर मजाले उडाउनु होला। ड्रोन मजाले स्टेबल हुन्छ है त। यति भइसकेपछि हामीले केही गर्नु पर्दैन, एकदमै राम्रो छ। मात्र 5000 को ड्रोन यस्तो स्टेबल छ, हजुरहरूले हेर्न सक्नुहुन्छ। एकदम आनन्दले हजुरहरूले पनि घरभित्र यसलाई सिक्न सक्नुहुन्छ। ल आजै अर्डर गर्न सक्नुहुन्छ ग्याजेट डिलबाट। मजाले मैले सिक्नको लागि हजुरहरूलाई भिडियो पनि अपलोड गरिदिएको छु। यसै गरी उडाउनु होला, ठोकिने बिग्रिने केही पनि हुँदैन है त।